Hello guys, welcome to my mini vlog. अनि आज चाहिँ मेरो डे 3 हैन। आज चाहिँ म उठेँ बिहानै मतलब 8 बजेतिर उठेँ। त्यसपछि अब मुखसुख धोएर ब्रस गरेर त्यसपछि सो गाइस म चाहिँ फ्रेस भएर आइसकेँ हैन। अब म चाहिँ यहाँ चिया तताउनु हो। अब चिया तताउनु भुइँ यस्तो चिसो छ कि आम्मामा यो भुइँमा खुट्टा राख्न सकिँदैन यार, त्यस्तो चिसो छ हौ। मेरो यहाँ जुत्ता थियो, यहाँ छ नि चिसोको दबाई, यो लगाएपछि अलिक तातो हुन्छ क्या। यताबाट चिसा दार्जिलिङ आउँछ नि आम्मामा। त्यो चिया तताउँदैछु। अब चिया तताएर चिया खाने हो। उठेर मुखसुख धोएर फ्रेस भएर आइसकेँ म चाहिँ। सो गाइस अब चाहिँ म चिया खान लागेको। अहिले छैन उठेको त। अहिले अब मेरो पनि गर्दैन बिमला ल, चिया खाएर गर्दै ल। सो गाइस हाम्रो दिदीले चाहिँ यो पार्लर सिक्यो कि नि त, अनि यसले चाहिँ यस्तो गरिदिन्छ क्या, दामी बनाइदिन्छ क्या। मेरो पनि गर्ने बेला भएको छ क्या। यस्तो मेरो नङ चाहिँ के भएको होला गाइस, यसको नङ भनेर भन्नुहुन्छ होला। तर अहिले चाहिँ त्यति टोक्दिनँ, पहिला त यस्तो टोक्थेँ नि यसमा नङ, अहिले चाहिँ अलिक छोडेको छ। सो गाइस हाम्रो चिया तात्दैछ हैन, चिया तात्दैछ। अब चिया खाएर त्यसपछि फेरि भेट्छौँ है ल। सो गाइस मेरो चाहिँ चिया आइसक्यो, आफै बनाएर ल्याएको। अनि चिया खाँदैछु। यहाँ बिमलालाई यो गर्दैन भनेको ल भन्दै चाहिँ अब गर्छु म पनि, मेरो पनि। सो गाइस यसले चाहिँ 4-5 महिना सिकेको हो नि त यो यस्तो। हैन अनि अब मेरो गरिदिँदैछ, त्यो पनि गर्दैन भन्दा पनि आम्मा जबरजस्ती हो हैन। मैले त्यस्तो धेरै गराएको चाहिँ छुइनँ, जे होस् 1-2 पल्ट गराएको थिएँ, अस्ति नै पनि गरिदिएको थिएँ। दामी हुन्छ क्या, राम्रो देखिन्छ क्या, त्यही भएर गर्दै भनेको। गरिदिँदैछ गाइस मेरो चाहिँ यहाँ। सो गाइस एकैछिन ब्रेक लिएको हैन। ल गाइस अब टोइलेट गर्नु गएको चाहिँ एकछिन बाहिर गएको चाहिँ, अनि फेरि आएर गरिदिन्छु अरे। तपाईँहरू सपोर्टै गर्नुहुन्न गाइस, सपोर्ट चाहिँ गर्नु पर्यो क्या, बुझ्नु भएन? सपोर्ट चाहिँ गर्नु पर्यो नि त, अनि युट्युबमा फेसबुकमा सपोर्ट देखाउनु पर्यो नि त, अनि पो मजा आउँछ त अनि हाल्नु पनि। सपोर्टै गर्नुहुन्न गाइस, सपोर्ट क्या, किप सपोर्ट ल। मेरो एकजना सब्सक्राइबर भेटिसकेको छु मैले, यहाँ चाहिँ मिना खाना बनाउँदैछ। सब्सक्राइबर हो है गाइस, मेरो सब्सक्राइबर। तपाईँहरू पनि लाइक सेयर अनि कमेन्ट सब्सक्राइब चाहिँ हान्नु होला है ल। म चाहिँ चिया खाँदैछु गाइस। आफ्नै गर्दै रहेछ कि बिमलालाई, दिदी हो मेरो माइली दिदी, आफ्नै गर्दै रहेछ। अनि मेरो पनि गर्दैन भनेर भनेको, ल भनेर भने। अनि यो टोइलेट गइरहेको छ अहिले चाहिँ, अब आउँछ अनि गरिदिन्छ फेरि। सबै गर्न लाउने हो यो, दुइटै हातको यत्रो सिकेको छ नि त अहिले। अनि बिर्ता मोड त्यहाँनिर खोइ यसको साथी नै हो, दिदीको साथी नै हो, त्यहाँ गएर सिकेको हो। अनि अब सबै गर्न लाउँछु म चाहिँ यो।
ल हेर्दै गर्नु होला कन्टिन्यू म देखाइराख्ने छु तपाईहरुलाई ओइ काले हाँस्दै हाँस्दै यो चाहिँ हाम्रो पल्लो घरको भाइ हो सानो छ तर कुदै गर्छ यति साह्रो चकचके छ नि गाइस ओइ ओ भाइ के गरेको सानो छ गाइस भर्खर कति 1.5-2 वर्षको भयो होला ल गाइस अब फेरि हामी स्टार्ट गर्छौँ ल सो गाइस एउटा हातको चाहिँ सकिसकेको छ हैन अनि हाम्रो हेर्नु घाम पनि लागिरहेछ अहिले चाहिँ एउटा हातको सकिने बित्तिकै हाम्रो घाम पनि लाग्यो अनि अब अर्को हातको स्टार्ट हो हैन कति राम्रो देखियो चेन्ज हेर्न सक्नुहुन्छ तपाईहरु यहाँ हेर्न सक्नुहुन्छ अघि कस्तो थियो र अहिले कस्तो छ भनेर चेन्ज हेर्न सक्नुहुन्छ तपाईहरुलाई हेर्दा मात्रै सजिलो लाग्ला हैन फेरि अब यो फेरि अलिकति दर्दको सामना पनि गर्नुपर्ने हुन्छ दुख्छ अलिअलि अब हेर्दा चाहिँ सजिलो देखिन्छ तर अलिअलि दुख्छ है गाइस ल हामी अर्को हातको स्टार्ट गर्ने है अब चाहिँ एउटा हातको सकियो अब अर्को हातको स्टार्ट भयो हैन कस्तो अलिअलि दुख्दो रहेछ हैन म त अब भिडियोमा देख्दा त तपाईहरुलाई केही हुँदैन रहेछ गराउँदा हुने रहेछ भनेर भन्नुहुन्छ होला दुख्ने रहेछ अलिअलि चाहिँ हैन यहाँ हेर्नु गाइस अब दिदीले सपोर्ट छैन आफ्नै घरबाट सपोर्ट छैन बाहिरकोले झन् सपोर्ट गर्छ नि त यहाँ हेर्नु त ब्लग बनाउन थाल्ने हैन हो के भन्नु त हाल्ने हो नि हैन यो चाहिँ नहाल भनेको के सबै हाल्ने हो हैन ल अब अर्को हातको स्टार्ट भइसकेको छ गाइस मेरो चाहिँ फिनिस भइसकेको छ हैन तपाईहरु हेर्न सक्नुहुन्छ रिजल्ट चाहिँ यस्तो छ हैन ए त्यसपछि भनेको तपाईहरु अब नङ देखेर चाहिँ नतर्सिनु होला हैन नङ चाहिँ अब चाहिँ म पाल्छु गाइस अब चाहिँ म पाल्छु अहिलेसम्म चाहिँ म पाल्दैन थिएँ के गर्थे कि अब चाहिँ म पाल्छु ल गाइस हाम्रो अब उयो पनि सकिसकेको छ यो गरेर पनि दिदीले मजाले गर्दै राम्ररी हैन अब चाहिँ हामी एकछिन जहिलेको डेली रुटिन वर्कआउट गर्छौँ एकछिन लगायत हाम्रो वर्कआउट पनि सक्यो हैन अब 1-2 हान्नु पर्यो मैले 10 बजे राति बोलेको थिएँ
10 आजलाई यति नै छैन नि हो गाइस अलिक निस्केपछि चाहिँ अनि ज्याकेट खोलेर ल त्यसपछि चाहिँ गाइस मैले चाहिँ गरिसकेँ अब भाइको पालो भाइले गर्छ अरे अब सो गाइस मैले चाहिँ अघि नै चिया खाइसकेँ अनि यसले चाहिँ खाँदैछ अब खाइसकेर चाहिँ गर्छ अरे डम्बल चाहिँ हाम्रो साइडमै हुन्छ हैन खाइसकेर लु छिटो खाइसक मैले चाहिँ गरि पनि सकेँ अब भनेको यस्तै हो गाइस ल गाइस आजको लागि चाहिँ यति नै वर्कआउट पनि सक्यो हैन गल्यो पनि भाइले पनि हान मैले पनि हाने ल गाइस सो गाइस म चाहिँ खाना खान लागेको अब हाम्रो माछा छ अनि अचार अनि भात खाना खान लागेको खाना खाइसकेर अनि फेरि के हुन्छ म गर्छु है त ल गाइस म चाहिँ त्यसपछि खाना खान बसेँ हैन तल हिजो माछा लिएको थियौँ क्या हिजो बेलुका माछा खाएको थियौँ अनि आज पनि उब्रिरहेको थियो अनि त्यही माछा खाएको हामी सबैजनाले त्यसपछि मेरो साथीहरूले पनि फोन गरेको थियो अनि हामी चाहिँ म्यादीको फर्म भर्न जानु लाग्यो क्या त्यही कुरा गर्दै थियौँ अनि केटाहरूले भन्दै थियो जानुपर्छ पर्सि जानुपर्छ भनेर भन्दै थियो अनि त्यही हो गाइस सो गाइस मैले चाहिँ खाना पनि खाइसकेँ खाना खाइसकेर अनि यहाँ हाम्रो बा पनि आउनु भएछ बालाई चाहिँ हामीले उयो के भन्छ कुखुरा छोप्ने खुकी बनाउन लगाएको थियौँ अनि बाको घर चाहिँ पर हो नि त तल हो अनि बा एकछिन आएर बनाउनु हुँदैछ बाले हो खाना खाएर आउनु भयो बा ए के पाल्नु भएको छ के पाल्नु भएको छ बाले दुईटा गाई 6-7 वटा बाख्रा खसी छन् दुईटा गाई 6-7 वटा बाख्रा खसी छन् अरे बाको पनि टन्नै रहेछ ल सो घाम लागिरहेछ अहिले चाहिँ दामी खालको हेर्न सक्नुहुन्छ घाम चाहिँ दामी लागिरहेछ अनि खाना पनि खाइयो गाइस यति बनाइसक्नुभयो अब आज चाहिँ सक्नुहुन्छ होला होइन बा आज सक्नुहुन्छ त्यही त आज चाहिँ ल आज चाहिँ सक्नुहुन्छ होला बाले सो गाइस त्यही हो म चाहिँ फरुवा बोकेर अब कहाँ हिँड्नु यो भनेर भन्नुहुन्छ होला होइन म चाहिँ हाम्रो राजमा गोड्नुपर्ने छ राजमा गोड्न हिँडेको अब फरुवा लिएर जाँदैछु दिदी यहाँ चाहिँ बा फरुवा मल हानेर राजमा गोड्नुपर्ने छ राजमा साथमा गोडेर त्यसपछि हामी अहिले अब खेतमा पुगेर म अहिले देखाउँछु ल हाम्रो राजमा बारी धेरै टाढा त छैन यो चाहिँ हाम्रो गाउँ हो कति दामी आइरहेछ हौ घाम कस्तो दामी लागेको जाँदैछु हाम्रो चाहिँ राजमा छ कि यहाँनिर रोपेको अलिकति हाम्रो खेत चाहिँ होइन हामीले हत्या गरेको अनि त्यही हत्यामा छ राजमा रोपेको त्यही गर्न जान्छु गाइस म चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरू हाम्रो तोरी क्या दामी फुलेछ गाइस यो चाहिँ हाम्रो तोरी गाइस हामीले रोपेको यो चाहिँ हाम्रो आलु राजमा यो चाहिँ गोड्नु पर्ने अब हैन यो चाहिँ हाम्रो अनि यतापट्टि तोरी छ खै हिँड्दा गएर क्या दामी फुलिरहेछ हाम्रो यो चाहिँ मेरो दिदी है अनि हामी चाहिँ अब
अनि हामी चाहिँ अब यो गोड्न भनेर आएको। अब यो गोडिसक्ने हो, तपाईँहरू हेर्न सक्नुहुन्छ। आलु पनि गोड्ने हो। यो चाहिँ हाम्रो राजमा दामी फलेको छ हौ, उम्रेको। त्यही त फलेको उम्रेको। तोरी पनि राम्रो फले उम्रेछ। यहाँनिर चाहिँ फापर छ। यो चाहिँ मटर घर हो। यो चाहिँ हाम्रो मटर घर हो गाइस। यहाँ फापर छ, यहाँ चाहिँ तोरी हानेको छ सबै। ऊ परैसम्म हो। यता चाहिँ केही रोपेको छैन, उता परबाट फापर रोपेको छ। अलिअलि उम्रेको रहेछ फापर। यो चाहिँ हाम्रो राजमा। अनि यो चाहिँ गोड्न आएको म। यहाँ अब यसरी मल हालिन्छ। तपाईँहरू के कसरी गर्नुहुन्छ गाइस? हामी चाहिँ यसरी गर्छौँ। ल है त गाइस, अब चाहिँ म सुरु गरेँ गोड्नलाई। ल सो गाइस, हामीले चाहिँ होइन राजमा पनि गोडेर सक्यौँ। अब चाहिँ हामी घर जानु लागेको। हेर्नु सबै गोडिसक्यो होइन। त्यही भएर अब चाहिँ हामी घर जानु लागेको। साग पनि टिप्यो यहाँ कलिलो साग। अब सागसँग मासु हालेर खानुपर्छ गाइस। मासु लभर हो नि त हामी त होइन। लु अब हामी अब चाहिँ हामी घर हिँडेको गाइस होइन। यही गोड्न आएको थियौँ, गोडिसक्यो लु बक। अनि अब चाहिँ हामी घर हिँडेको। ल गाइस, अब घरमा गएर भेट्नुपर्छ। ल बाई बाई। सो गाइस, त्यसपछि राजमा साजमा पनि गोडेर आएर यहाँ हेर्नु न, आज अब पुरी खाने अरे क्या। अनि यहाँ भाइले बेल्दैछ यता होइन, बहिनीले पनि बेल्दैछ। अनि विष्णु दिदीले चाहिँ यहाँ बनाउँदैछ। हाम्रो दिदीले बनाउँदैछ होइन। यहाँ यति भइसक्यो। अनि आज चाहिँ खाना नखाने अरे, पुरी तरकारी खाने। अनि आजको भ्लग चाहिँ म यहीँ एन्ड गर्छु होइन। अनि गाइस के हो भने नि, अर्को कुरा चाहिँ तपाईँहरू यसो, म सानो क्रिएटर हो होइन, भर्खर खोलेको युट्युब च्यानल पनि। लाइक सेयर कमेन्ट होइन, सब्सक्राइब अनि अलिक माया देखाइदिनु होला है गाइस। ल यति भन्दै आजको मिनी भ्लग म यहीँ एन्ड गर्छु है गाइस। बाई।